तपाईहरुले म अपडेट गर्न गइरहेको छु साना किसान पावर टेलर तपाईले हेर्दै हुनुहुन्छ। सानो बच्चा 12-13 वर्षको बच्चाले पनि यो पावर टेलर किसान चलाउन सक्नुहुन्छ र कम लागतमा धेरै आम्दानी हुने पर्याप्त हुने तपाईले हेर्न सक्नुहुन्छ। आज मिति 2083 साल, आज 3 महिना, आज 20 गतेको 19 गतेको म अपडेट गर्न गइरहेको छु। साना नानी बाबुहरू पनि यो पावर टेलर किसान टेलर चलाउन सक्नुहुन्छ। तपाईले हेर्न सक्नुहुन्छ। सानो छ खेत, सानो छ बारी, सानै छ जहान, नगरी काम पुग्दैन खाना साँझ र बिहान। हेर्नुस्, म तपाईलाई अपडेट गर्न गइरहेको छु। शंकर कामती यस्तो सानो उमेरमा पनि पावर टेलर चलाइराख्नु भएको छ। तपाईले हेर्न सक्नुहुन्छ कति किमतीको पावर टेलर छ। तपाईहरु पनि इच्छुक हुनुहुन्छ भने यो किसान पावर टेलर किन्न सक्नुहुन्छ। सानो छ खेत, सानो छ बारी, सानै छ जहान, नगरी काम पुग्दैन खाना साँझ र बिहान। तपाईहरुले हेर्न सक्नुहुन्छ। हाम्रो किसानहरूको धान लगाउने बाली समय आइसकेको छ। आज मिति 2083 साल, आज 3 महिना, आज 19 गते शुक्रबारको दिनदेखि म एउटा किसानको हैसियतले आज म आफ्नो खेतबारीमा करेसा बारीमा धान रोप्न सुरु गर्दैछु। आजैको मितिमा देखि हुन त नेपाल सरकारले पुर्खौलीदेखि चल्दै आएको असार 15 देखि धान खेती बाली लगाउनु पर्छ भनेर सबैलाई जानकारी हुन्छ र सबैलाई जानकारी छ। तपाईले हेर्न सक्नुहुन्छ। तपाईले हेर्न सक्नुहुन्छ। सानो बाबुले यस्तो पावर टेलर चलाइराख्नु भएको छ। हेर्नुस् त कति लाभदायक छ, कति शानदारको साथ तपाईले हेर्न सक्नुहुन्छ। किसान बाबु सानो चाहिँ किसान हेर्नु त अति राम्रो। धन्यवाद। अलि माथि उठाउनु, अलि माथि उठाऊ, माथि उठाऊ बाबु। अलि बिस्तारै जा, बिस्तारै, हतार नगरिकन है। ल शंकर बाबु, हतार नगरिकन चलाउनु है। ल धन्यवाद किसान भाइहरूले। तपाईले मेरो भिडियो हेर्ने महानुभावहरूलाई म के भन्न चाहन्छु भने तपाईहरु पनि यस्तै पावर टेलर गाडी किन्नु, ट्र्याक्टर किन्नु, सजिलो हुन्छ। कम लागतमा धेरै आम्दानी हुन्छ। अहिले तेलको भाव बढेर रोटाभेटरको 3000 रुपैयाँ लिन्छ घण्टाको। तपाईले अनि यसमा 5 कट्ठामा 1 लिटर तेलमा 5 कट्ठा समथिङ जोत्न सकिन्छ। तपाईले हेर्न सक्नुहुन्छ। राजलाल कामती ट्र्याक्टर पावर टेलर चलाउँदै हुनुहुन्छ। उहाँ गाडी धनी नै हो। हेर्न सक्नुहुन्छ। आज कदवा गर्दैछु, गजार गर्दैछु। धान रोप्नको लागि तयारी गरिरहेको अवस्था म अपडेट गरिरहेको छु। कतै रोपिरहेको पनि छ। मेरो करेसाबारी, मेरो खेतबारीको दृश्य म देखाइरहेको छु। आज मिति 2083 साल, आज 3 महिना 19 गते शुक्रबारदेखि म आफ्नो करेसाबारीमा, आफ्नो खेतीबारीमा, धानी बालीमा म आज धान रोप्न सुरु गर्न थालेको छु। हुन त नेपाल सरकारले पुर्खौलीदेखि चल्दै आएको असार 15 देखि खेती लगाउँदा, धान बाली लगाउँदा राम्रो हुन्छ भनेर सबैको प्रावधानमा छ। तपाईले हेर्न सक्नुहुन्छ। यति शानदारको साथ, अति सजिलो, अति भरपर्दो पावर टेलर किसान पावर टेलर मिनी पावर टेलर हेर्न सक्नुहुन्छ। यो 7 HP को टेलर हो। तपाईले हेर्न सक्नुहुन्छ। धन्यवाद।